गाइस अहिले चाहिँ फिलहालमा चाहिँ म होइन मेरो पार्टनरलाई चाहिँ स्कुटी सिकाइरहेको छु एन्ड एकछिन कस्तो हुन्छ फर्स्ट होइन तपाईँको यो हो एन्ड लु हल्का मात्रै रेस गर्नु त्यहाँबाट त्यो ब्रेक जोड्दै गर्नु जसले एक्सिलेटर चाहिँ नचाबिहाल्ने हल्का हिँड्नु 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 हल्का रोक्नु एक्सिलेटर छोड्नु नि एक्सिलेटर छोड्नु एक्सिलेटर छोडिहाल्नु नि सकेन भने चाप्दै छोड्दै गर्नु नि ब्रेक त्यही छ हल्का ब्रेक गर्नु अलिक यता माथि आउनु एक्सिलेटर छोडिहाल्नु ल हिँड्नु 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 त्यसो चाप्दै छोड्दै गर्नु रोक्नु एक्सिलेटर चाहिँ चापे नगर्नु नि छोडिहाल्नु नि चापेको चाहिँ गर्नु हुँदैन नि ल हल्का चाप्दै हल्का छोड्दै गर्नु नि हल्का चाप्दै छोड्दै हिँड्नु हल्का चाप्नु के हुँदैन छिटो हल्का चाप्दै हल्का छोड्दै अब हल्का एकैछिन पर्खिनु ब्याक आउनु हल्का ब्रेक गर्नु एक्सिलेटर चाहिँ ट्याक्क नगर्नु यसो टर्निङ काट्नु नि टर्निङ सर्ट यता हल्का अगाडि जानु अब रोक्नु एक्सिलेटर नगर्नु अब फेरि टर्निङ उतापट्टि फर्काउनु ब्याक आउनु बिस्तारै एक्सिलेटर चाहिँ ट्याप्पै नछुने ल हल्का आउनु थाम्दै ब्रेक छोड्नु रोक्नु थाम्नु अब हल्का सर्टै काट्नु ल हल्का एक्सिलेटर छुएको चाहिँ नगर्नु लड्छ नि फेरि ल हिँड्नु हल्का एक्सिलेटर गर्नु अब त्यो चाबी अफ गर्नु त ब्रेक गर्नु फर्स्ट एक्सिलेटर छोड्नु अब तपाईँ न्युट्रलमै हिँड्नु फर्स्टमा उहाँ परसम्म जहाँ राखेको थियो तिनीहरू ल यसको खुट्टा माथि राख्नु नि त्यसरी नै ठिक छ तपाईँ खुट्टै गरेर गर्नु यो चाहिँ तपाईँको ब्यालेन्स चेकिङ मात्रै होइन हटेछ भने ब्रेक सर्टै गर्नु ब्रेकमा चाहिँ हात राख्नुपर्छ ब्रेक लड्छ हिँड्नु अलिक अगाडि हुन्छ है तक्लिफ चाहिँ हिँड्नु अलिक अगाडि ल ठक्कै यहाँ स्ट्यान्ड लगाउनु फेरि बास भइगयो त यति मात्रै हो त अन्त कस्तो आयो मजा आयो पिला दुख्यो अरे गाइस अन्त म चाहिँ खासमा चाहिँ सिम्तामा आएको थिएँ नि त जुत्ता किन्नु भनेर होइन यहाँ एउटा जुत्ता मैले किनेँ अन्त यता चाहिँ एउटा स्पोन्सर एउटा जुत्ता फेरि दिएको अरे होइन किनिदिएको अरे नि त एन्ड यति नै हो द्याट्स इट बाई